कस्तो आएको यार हजुर कसरी आएको त यार केटा त अनि होइन तिमी त एउटा हातले मात्र मोबाइल चलाउँदा एउटा हातले आइरहेको थियो यताबाट कस्तो आएको त यार हजुर कसरी आएको त यार केटा त अनि होइन तिमी त एउटा हातले मोबाइल चलाउँदा एउटा हातले आइरहेको थियो होइन म त यता यसरी हात दिँदै यसरी आइरहेको हो कि होइन होइन ऊ एउटा हातले मोबाइल चलाउँदा एउटा हातले उसो हेर्दै आयो क्या मैले देखा हो होइन हेर्नु न मेरो त साइड लाइट त उहाँदेखि बोलिरहेको त अनि कहाँ दिएको त यार हजुर हो अनि कस्तो हानिदिएको त अनि हजुर होइन म त उहाँदेखि लाइट यसरी हात दिँदै आएर छ नि त होइन नि यार मेरो त अनि के हो हजुर होइन नि त्यस्तो रहेछ अब होइन यसरी मोबाइल चलाउँदै आइरहेको थियो कि मैले नि हेरेको थियो हजुर दुईजना मिलेर गर्नु पर्यो दुईजना पठाउ रहेछ अब उसलाई विचार छोड्ने त्यतिकै अब गल्ती छैन भनेर मलम सलम किनिदिउँला नि होइन भाइले चाहिँ अब मोबाइल हेर्दै आइरहेको थियो कि एउटा हातले बाइक चलाउँदा एउटा हातले मोबाइल हेर्दा मैले उहाँदेखि नै देखेँ हो मैले त मैले चाहिँ अनि अलिकति कम सोलोमा आउँछ होला भनेको होइन तर सोलोमा आएन कि सोलो गर्छ होला कि भन्ने ठाने कि मैले चाहिँ अनि मोबाइल सोलो नगरिकन यसो हेर्दै गुलुङडुङ आइपुग्यो हजुर यो खुट्टा छ नि अहिले एकछिनमा त डेन्जर हो दुईजनाले मिलेर गर्ने कि के गर्ने त्यो त हुन्छ भइहाल्छ होइन मैले त अब मोबाइल खेल्दै आइरहेको थियो अलिकति ब्रेक त हान्छ होला सोलोमा त आउँछ होला भने म त यतापट्टि हात दिँदै आइहाल्यो होइन उहाँ थियो नि त यहाँ सुन्नु है तपाईँ एउटा नियम कानुनमा एउटा गर्नु मेन भने सिधा जाने मान्छेहरू हुन्छ फेरि याद गर्नु फेरि हजुर तपाईँले भिडियो खिच्यो होला यहाँ याद गर्नु सिधा जानेलाई चाहिँ प्राथमिकता दिन्छ कि ट्राफिकले प्राथमिकता दिए पनि अब मोबाइल खेलेर अब यसरी यस्तो काट्दाखेरि हेर्नुपर्छ त्यो कति स्पिडमा आछ यसले कन्ट्रोल गर्नु होइन उहाँ थियो मान्छे त गाडी भन्दा नि पछाडि थियो होइन तपाईँले अब यसरी यो के अरे काट्ने अनि मान्छे घाइते भयो भने उपचार कहाँ काट्नु मैले त उहाँदेखि साइड लाइट दिँदै यसरी हात दिँदै आइरहेको नि त उपचार त गर्नु पर्यो नि त्यत्रो भरे आफूलाई गाह्रो पर्छ त्यो भयो होइन त्यो नानीको चाहिँ उपचार गरिदियो बिचारा उहाँले केस गर्यो भने दुईटैलाई समातेर हाल्छ हुन्छ अहिले एकछिनमा केही हुँदैन अहिले हजुर ल होइन गर्न त के नै गरे खाएर त्यस्तो कहाँ छ त मेडिकल यहाँ बस टोपी आएर धेरै झन्झट लाग्छ के सधैँ हस्पिटल लिएर को तिमी पनि जाऊ न मैले मात्र गरे हो त अनि हजुर दुईजनै जानु परेन अब दुईजना चलाउँ कहाँ जाने त लागेर सुताउनु के गर्छ लाउनु भन्नु नि त ल ल ल अब कति चाहिँ ऊ त्यहाँनिर चाहिँ मेडिकल अब त्यत्रो घाउ भएको छ नि फर्कट त बाइकमा जाने हो बस्नु न यसले पनि ल्याएर कहाँ चढायो
होइन मोबाइल खेल्दै थियो मैले चाहिँ अब त्यहाँबाट बिस्तारै आउँछ होला भन्नु थाल्यो नि त उसले खेलाएको मोबाइल हेर्दै हेरेको थिएँ कि मैले त हेरेँ हो नि त एउटै साल भनौँ भने पठाउवाला कामै थियो ए यस्तो बस्नु बस। पछाडिबाट गाडीले चाक जोडै थाहा हुँदैन हो भनौँ भने बस बस यस्तो के दाइ मोबाइल यस्तो गरेर हिँड्छ होइन पछाडिबाट म त वहाँदेखि नै अब पछाडि मजाले यसरी हात दिँदै हेरेको नि त यसरी हात दिँदै हेरेको थियो खासमा त मोबाइल चलाउने गल्ती छैन उसको। अब त ब्रेक हान्छ होला भने मैले ठाने कि हल्का ब्रेक अलिकति पनि चुसो पनि छोइन कि उनीहरूले त्यो सिधै लिएर हान्थ्यो बाइक हिँडिरहेछ उसले खेलाइरहेछ एउटा हातले मोबाइल छ यहाँ फुल क्लच समाएपछि त हिँड्छ नि त बाइक हिँडिरहेको ठाउँ होइन यसो नि त अलिकति हराइदिउँ यसो भन्नु नि त Thôi, cái này. त्यही हल्का ड्रेसिङ गरेर मलम लाउनुपर्छ सोध्नु नि त्यहाँ जाउँ होइन होइन तिम्रो बाइकको ब्रेक छैन के हो भाइ तिम्रो बाइकमा ब्रेक छैन हो ब्रेक लाग्यो छैन बाइकमा होइन ब्रेक लाग्छ म ब्रेक मारेर कहाँ नि त्यसरी यार सिसरी जाने यस्तो राइड लिइसकेपछि दायाँ बायाँ मोबाइल हेर्ने नै होइन कि कस्तो आएको यार हजुर कसरी आएको त यार केटा त अनि होइन तिमी त एउटा हातले मात्र मोबाइल चलाउँदा एउटा हातले आइरहेको थियो यताबाट कस्तो आएको त यार हजुर कसरी आएको त यार केटा त अनि होइन तिमी त एउटा हातले मोबाइल चलाउँदा एउटा हातले आइरहेको थियो होइन म त यता यसरी हात दिँदै यसरी आइरहेको हो कि होइन होइन ऊ एउटा हातले मोबाइल चलाउँदा एउटा हातले उसो हेर्दै आयो क्या मैले देखा हो होइन हेर्नु न मेरो त साइड लाइट त वहाँदेखि बोलिरहेको त अनि कहाँ दिएको यार हजुर हो अनि कस्तो हानिदिएको त अनि हजुर हुन्छ कि अरू केही हुँदैन होइन म त वहाँदेखि लाइट यसरी हात दिँदै आएर छ नि त होइन नि यार मेरो त अनि के हो हजुर चोट लागेन होइन नि त्यस्तो रहेछ अब होइन यसरी मोबाइल चलाउँदै आइरहेको थियो कि मैले नै हेरेको थियो स्लोमा थियो अनि केही नि भएन हजुर स्लोमा थियो कि अलि स्पिड के हो न त दुइटै मिलेर दुईजना मिलेर गर्नु पर्यो दुईजना पठाउ रहेछ अब उसलाई बिचार छोड्ने त्यतिकै अब गल्ती छैन भनेर मलम सलम किनिदिउँला नि होइन भाइले चाहिँ अब मोबाइल हेर्दै आएर थियो कि एउटा हातले बाइक चलाउँदा एउटा हातले मोबाइल हेर्दा मैले वहाँदेखि नै देखेँ हो मैले त मैले चाहिँ अनि अलिकति कम सोलोमा आउँछ होला भनेको होइन तर सोलोमा आएन कि सोलो गर्छ होला कि भन्ने ठाने कि मैले चाहिँ अनि मोबाइल सोलो नगरिकन यसो हेर्दै गुलुङडुङ आइपुग्यो हजुर यो खुट्टा छ नि अहिले एकछिनमा त डेन्जर हो दुईजनाले मिलेर गर्ने कि के गर्ने त्यो त हुन्छ भइहाल्छ
होइन मैले त अब मोबाइल खेल्दै आइरहेको थियो अलिकति ब्रेक त हान्छ होला सोलोमा त आउँछ होला भने म त यतापट्टि हात दिँदै आइहाल्यो होइन उहाँ थियो नि त भनेको यहाँ सुन्नु है तपाईँ एउटा नियम कानुनमा एउटा गर्नु मेन भने सिधा जाने मान्छेहरू हुन्छ फेरि याद गर्नु फेरि हजुर तपाईँले भिडियो खिच्यो होला यहाँ याद गर्नु सिधा जानेलाई चाहिँ प्राथमिकता दिन्छ कि ट्राफिकले प्राथमिकता दिए पनि अब मोबाइल खेलेर अब यसरी साइड यस्तो काट्दाखेरि हेर्नुपर्छ त्यो कति स्पिडमा आछ यसले कन्ट्रोल गर्नु होइन उहाँ थियो हो मान्छे त गाडी भन्दा नि पछाडि थियो होइन तपाईँले अब यसरी यो के अरे काट्ने अनि मान्छे घाइते भयो भने उपचार कहाँ काट्नु मैले त उहाँदेखि साइड लाइट दिँदै यसरी हात दिँदै आइरहेको नि त उद्धार त गर्नु पर्यो नि त्यत्रो होइन भरे आफूलाई गाह्रो पर्छ फेरि खुट्टा त्यत्रो जो भयो भयो होइन त्यो नानी पनि उपचार गरिदियो बिचरा भरे उहाँले केस गर्यो भने दुइटैलाई समातेर हाल्छ तपाईँ दुईजना त्यसो भए त्यो घुँडा त दुईजना हुन्छ अहिले एकछिनमा केही हुँदैन अहिले जाऊ जाऊ हजुर दुईजना गएर उपचार ल ल ल होइन गर्न त के नै गरे खाएर त्यस्तो कहाँ छ त मेडिकल एकचोटि यहाँ बस ट्रफी आएर धेरै झन्झट लाग्छ के सधैँ हस्पिटल लिएर को तिमी पनि जाऊ न मैले मात्र गरे हो त अनि हजुर दुईजनै जानु परेन तपाईँ दुईजना चलाऊ कहाँ कहाँ जाने त लागेर सुताउनु के गर्छ लाउनु भन्नु नि त उपचार गर्दै ल ल ल अब कति चाहिँ ऊ त्यहाँनिर त मेडिकल अब त्यत्रो घाउ भएको छ नि फर्काउ त बाइक बाइकमा जाने हो बस न यसले पनि ल्याएर कहाँ चढायो होइन मोबाइल खेल्दै थियो मैले चाहिँ अब त्यहाँबाट बिस्तारै आउँछ होला भन्नु ठान्यो नि त उसले खेलाएको मोबाइल हेर्दै हेरेको थिएँ कि मैले त हेरेँ हो नि त एउटै साल भनौँ भने पठाउवाला कामै थियो ए यस्तो बस्नु बस। पछाडिबाट गाडीले चाक जोडै थाहा हुँदैन हो भनौँ बस बस जे भयो भयो अब उपचार गरिदिनु यस्तो के चाहिँ मोबाइल यस्तो गरेर हिँड्छ होइन पछाडिबाट म त उहाँदेखि नै अब पछाडि मजाले यसरी हात दिँदै आइरहेको नि त यसरी हात दिँदै आइरहेको थियो खासै त मोबाइल चलाउने गल्ती छ नि अब त ब्रेक हान्छ होला भने मैले ठाने कि हल्का ब्रेक अलिकति पनि चुसो पनि छोइन कि उनीहरूले सिधै लिएर हान्थ्यो बाइक हिँडिरहेछ उसले खेलाइरहेछ चढायो एउटा हातले मोबाइल छ यहाँ फुल क्लच समाएपछि त हिँड्छ नि त बाइक हिँडिरहेको ठाउँदा होइन यसो हो नि त अलिकति हराइदिउँ नि यसो भन्नु नि त खोइ कहाँनिर त्यही हल्का ड्रेसिङ गरेर मलम लाउनुपर्छ सोध्नु नि त्यहाँ होइन होइन तिम्रो बाइकको ब्रेक छैन के हो भाइ तिम्रो बाइकमा ब्रेक छैन हो ब्रेक लाग्यो छैन बाइकमा होइन ब्रेक लाग्छ म ब्रेक मारेर कहाँ नि त्यसरी यार सिसरी अनि यस्तो राइड लिइसकेपछि दायाँ बायाँ मोबाइल हेर्ने नै होइन कि